नमस्कार साथीहरू, यदि कुनै पनि कम्पनीमा 100 जना कर्मचारीले काम गरिरहेका छन् भने सोच्नुहोस्, उनीहरूलाई कसले भर्ना गर्छ होला, कसले तलब, छुट्टी, त्यहाँको नियम र तालिम सबैको व्यवस्थापन गर्छ होला। यो सबै जिम्मेवारी हुन्छ एचआर, ह्युमन रिसोर्स डिपार्टमेन्टको। आजको भिडियोमा हामी बुझ्नेछौँ एचआर जब के हो, एचआरको जिम्मेवारी के हुन्छ, एचआर बन्नुको फाइदा के छ, नेपालमा यसको फ्युचर कस्तो छ। यदि तपाईँ अफिस जब वा कर्पोरेट जब चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। एचआर भन्नाले ह्युमन रिसोर्स म्यानेजमेन्ट हो। सरल भाषामा भन्नुपर्दाखेरि कुनै पनि कम्पनीमा काम गर्ने मानिसहरूलाई चाहिँ व्यवस्थापन गर्ने काम चाहिँ त्यो के हो एचआरले गर्छ। अब कम्पनीमा मेसिन, बिल्डिङ, टेक्नोलोजी सबै हुन्छ हेर्नुहोस्, तर कम्पनी चलाउने मुख्य शक्ति भनेको त मानिस नै हो, अब इम्प्लोइ नै हुन्। त्यसैले कर्मचारीलाई सही ठाउँमा राख्ने, मोटिभेट गर्ने र प्रब्लम, समस्याहरू समाधान गर्ने सबै कामहरू चाहिँ एचआरले गर्ने गर्छ। अब कुरा गरौँ एचआरको मुख्य जिम्मेवारी, रेस्पोन्सिबिलिटीहरू। रिक्रुटमेन्ट, नयाँ कर्मचारी भर्ना गर्ने। एचआरको पहिलो काम नै के हो त कम्पनीका लागि सही कर्मचारी चाहिँ खोज्ने, जस्तै जब भ्याकेन्सी पोस्ट गर्ने, इन्टरभ्यू लिने, क्यान्डिडेट सेलेक्ट गर्ने, यो पहिलो काम एचआरको हुन्छ। दोस्रो भनेको इम्प्लोइ म्यानेजमेन्ट। कम्पनीमा कर्मचारी आएपछि उनीहरूको व्यवस्थापन गर्ने काम पनि केले गर्छ, एचआरले गर्छ। जस्तै एटेन्डेन्स भयो, छुट्टी भयो, डिसिप्लिन भयो, अफिस रुलहरू भयो, यो सबै म्यानेजमेन्ट सबैको व्यवस्थापन चाहिँ एउटा एचआरले गर्ने गर्छ। र तेस्रो काम भनेको स्यालेरी एन्ड बेनिफिट म्यानेजमेन्ट। एचआरले स्यालेरी सिस्टम, बोनस, इन्सेन्टिभ, इन्सुरेन्स यी सबै कुराहरूको व्यवस्थापन पनि एचआरले नै गर्ने गर्छ। एचआरले चाहिँ कर्मचारीहरूलाई नयाँ स्किल सिकाउने, ट्रेनिङ दिने, यी सबै कुराहरूको पनि व्यवस्थापन गर्छ। जस्तै लिडरसिप ट्रेनिङ भयो, कम्युनिकेसन ट्रेनिङ भयो, त्यसरी प्रोफेसनल डेभलपमेन्ट भयो, यो सबै जसले चाहिँ कम्पनीलाई ग्रो गर्छ। जहाँ कम्पनीको इम्प्लोइहरूलाई ट्रेनिङ दिएपछि उनीहरूको पनि ग्रोथ हुन्छ र कम्पनीको पनि ग्रोथ हुन्छ। यो सबै काम चाहिँ एचआरले गर्ने गर्छ। र यसको साथसाथै एचआरले प्रब्लम सल्भ पनि गर्ने गर्छ। कहिलेकाहीँ कम्पनीमा कर्मचारी बिच झगडा हुनसक्छ, म्यानेजमेन्ट प्रब्लम आउन सक्छ, स्ट्रेस बढ्न सक्छ। यो सबै समस्याहरू र यस्तो अवस्थामा चाहिँ एचआरले सोल्युसन निकाल्ने गर्छ। यो भनेको एउटा रेस्पेक्टेबल अफिस जब हो हेर्नुहोस्। एचआर जब भनेको प्रोफेसनल र सम्मानित जब मानिन्छ एचआर जबलाई। यसको करियर ग्रोथ पनि एकदमै क्लियर छ। एचआर अफिसरबाट तपाईँ एचआर म्यानेजर, एचआर डाइरेक्टर बन्न सक्नुहुन्छ। अब अहिलेको कन्डिसन अनुसार धेरै राम्रो स्यालेरी हुन्छ यसमा। अनुभव बढ्दै जाँदा तपाईँको स्यालेरी पनि बढ्दै जाने गर्छ। एचआरमा काम गर्दै गर्दा तपाईँ धेरै मानिससँग कनेक्ट हुनुहुन्छ, धेरैसँग कनेक्सन बढाउनुहुन्छ। यसले गर्दा तपाईँको नेटवर्क पनि बढेर जान्छ। अब एचआर बन्नको लागि के पढ्नुपर्छ भन्दाखेरि प्रायः जसो नेपालमा एचआर बन्नका लागि बीबीएस, बीबीए, बीबीएम, एमबीए जस्ता कोर्सहरूलाई चाहिँ प्राथमिकता दिइन्छ। यदि तपाईँ म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ भने एचआर तपाईँको लागि एकदमै राम्रो करियर हुनसक्छ। अब नेपालमा एचआरको फ्युचर कस्तो छ भन्दाखेरि आजभोलि चाहिँ तपाईँको ब्याङ्क, कर्पोरेट अफिस भयो, होटल भयो, एनजिओ भयो, इन्टरनेसनल कम्पनी सबैलाई चाहिँ एचआर चाहिन्छ। त्यसैले गर्दा एचआरको फ्युचर नेपालमा धेरै राम्रो छ। अब विशेष गरी कम्युनिकेसन स्किल र लिडरसिप स्किल राम्रो छ भने तपाईँ एचआरमा सफल बन्न सक्नुहुन्छ। सो आजको भिडियोमा यी कुरा थिए। एचआर जब भनेको कस्तो जब हो, के हो, यसको रेस्पोन्सिबिलिटीहरू, यसको फाइदाहरू र एचआर जब बन्न के पढ्नुपर्छ भन्ने कुरा भए। अब चाहिँ म तपाईँलाई लास्टमा एचआर बन्न चाहनुहुन्छ भने एचआर बन्न चाहनेहरूलाई चाहिँ एउटा सुझाव दिन चाहन्छु। तपाईँले चाहिँ विशेष गरी एचआरमा सफल बन्न चाहनुहुन्छ एचआर जबमा भने कम्युनिकेसन स्किल, लिडरसिप स्किल, इमेल राइटिङ, प्रोग्राम सल्भिङ यस्ता कुराहरू चाहिँ मजाले सिक्नु होला। किनकि एचआर भनेको केवल अफिस जब मात्र होइन कि यो मानिसलाई बुझ्ने एउटा कला पनि हो। सो आजको भिडियोमा यति नै। आज हामीले धेरै कुराहरू गऱ्यौँ। एचआर भनेको के हो, यसको रेस्पोन्सिबिलिटीहरू, बेनिफिट्सहरू, एचआरको फ्युचर नेपालमा कसरी बन्ने, के पढ्ने सबै कुराहरू हामीले डिटेलमा हेऱ्यौँ, बुझ्यौँ। यदि तपाईँ यस्तै करियर रिलेटेड भिडियोहरू चाहनुहुन्छ, मनपर्छ भनेपछि यो च्यानललाई सब्सक्राइब गर्नुहोला र यो भिडियोलाई लाइक, कमेन्ट पनि गर्नुहोला। किनकि तपाईँको साथी एचआर बन्न चाहन्छ भने उसलाई यो भिडियो हेल्पफुल हुनसक्छ।